हेलो गाइज वेलकम वन्स अगेन सबैलाई नमस्कार। म गोपाल, मेरो तर्फबाट सबैलाई नमस्कार। मेरो बिहानको सुरुवात यसरी भएको छ। त्यसपछि होटल गएर सामान सबै चेक गरेँ के छैन। त्यसपछि चाहिँ खानासाना बनाउनु भयो दिदीले, अनि म चाहिँ यस्तो त्यत्तिकै बस्दै थिएँ। त्यसपछि चाहिँ हाम्रो दिदीले चाहिँ उता काम गर्दै हुनुहुन्थ्यो, म चाहिँ यता ट्याक्क साफसफाइ गर्दै काम गर्दै थिएँ। दिउँसोको बेला हो यो चाहिँ। ट्याक्क क्लिनिङ चाहिँ होटल लाइनमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो। क्लिनिङ छैन भने त केही पनि छैन होटल लाइनमा, पहिलो कुरो चाहिँ यही हो। त्यसपछि चाहिँ यो चाहिँ बिरयानीको अर्डर आएको थियो, त्यो चाहिँ झोल हो। त्यसपछि दिउँसोको टाइममा चाहिँ 5वटा 2वटा ब्ल्याक कफी आएको थियो। ब्ल्याक कफी पिकअप गराइयो। पिकअप गराएपछि चाहिँ दिउँसोको टाइममा पिज्जा पनि अर्डर आएको थियो। यो चाहिँ हाम्रो चिकन पिज्जा हो। ट्याक्क रेडी हुँदैछ हाम्रो चिकन पिज्जा ओभनभित्र। त्यसपछि मैले कफी चाहिँ पिकअप गराएँ। यो चाहिँ हाम्रो पिज्जा हाल्ने बक्सको हजुरकोमा कसरी हुन्छ कृपया कमेन्ट गर्नुहोला। त्यसपछि 5वटा ग्रिन टीको अर्डर आएको थियो। ग्रिन टी हाम्रोमा यसरी दिन्छ, हजुरकोमा कसरी दिन्छ कृपया कमेन्ट गर्नुहोला। यदि मेरो भिडियो मनपर्छ भने हजुरलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। हजुरको साथ र मायाले गर्दाखेरि नै म अगाडि बढ्ने हो। यो चाहिँ मोमो आएको थियो, झोल मोमो पिकअप गराएँ। यो चाहिँ म चाहिँ हाल बच्चा सुर्खेतमा छ। सुर्खेतको नाइट भ्यू चाहिँ यस्तो छ। हजुरलाई मेरो भिडियो मनपर्छ भने कृपया लाइक, कमेन्ट र फलो गर्न नभुल्नुहोला। मेरो युट्युब च्यानल पनि छ, बायोमा मेरो लिङ्क छ, कृपया त्यहाँ गएर हेरिदिनु होला।